जय मसीह, जय मसीह, जय मसीह, जय मसीह, हालेलुया। हालेलुया, एकपल्ट जोडले फेरि हालेलुया। हालेलुया, अझै एकपल्ट जोडले हालेलुया। हालेलुया। हुन्छ, परमेश्वरलाई महिमा होस्। हामी वचनमा जानुभन्दा अगाडि हामी छोटो प्रार्थना गर्नेछौँ। हामी सबैजना आफ्नो शिरलाई निभाउँ अनि हामी परमेश्वरमा प्रार्थना गरौँ। प्रभु धन्यवाद तपाईँलाई सुन्दर बिहानीको लागि। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको वचन हाम्रो बिचमा आइसकेको छ। हामी तपाईँको वचन हामी रिसिभ गर्छौँ। तपाईँको वचन हामी यस समय हामी आदर गर्छौँ। तपाईँ परमेश्वरको वचनलाई हामी सुन्नको लागि हामी तयार छौँ। तपाईँ परमेश्वरको वचन अनुसार हिब्रू 4:12 अनुसार तपाईँको वचन चाहिँ दुई धारे तरवार, एकदमै धारिलो तरवार छ, जो हाम्रो बिचमा तपाईँले आज हाम्रो बिचमा काटछाट गर्न लाग्नु भएको छ। हामी तपाईँलाई स्वागत भन्छौँ। पवित्र आत्मा तपाईँले हामीलाई सिकाउनुहोस्। आजको वचन मेरो लागि हुन सकेको होस्। आजको वचन हामी प्रत्येकको लागि हुन सकेको होस्। हामी आशिषमय हुन चाहन्छौँ। पवित्र आत्मा तपाईँ परमेश्वरले अनुग्रह गर्नुहोस्। येशू तपाईँको नाममा माग्छौँ, आमेन। हालेलुया। मसँग 10-15 मिनट मात्र छ। म छिटो अत्तालिन्छु। यो एकदमै लामो च्याप्टर थियो, तर तपाईँको बिचमा म छोटो समयमा कसरी अन्ताउनु भन्ने कुरामा म अलिकति झटपट गरिरहेको छु। सो आज परमेश्वरको वचनबाट तपाईँको बिचमा राख्दै गर्दाखेरि म एउटा क्वेसन सोध्न मन लाग्यो। म तपाईँलाई, कतिजनालाई एक्सन मुभी मनपर्छ? हजुर, अनि आत्मिक नहुँदा हुन्छ हामी मुभी हेर्छौँ, थाहा छ सबैलाई। हामी बेसी आत्मिक भएर मुभी नै हेर्ने, एक्सन मुभी नहेर्ने भनेर एकदमै लजाएर हात तल गर्नुभएको जस्तो लाग्यो। एकपल्ट अनेस्ट भइकन उता दिनुहोस् न, कसलाई एक्सन मुभी लडाइँ भएको झगडा भएको कसलाई हेर्न मन लाग्छ? हजुर, मन लाग्दैन? अच्छा, रोमान्टिक मुभी कसलाई मनपर्छ? फिल्मी कहानी, लभ स्टोरी कसलाई मनपर्छ? हजुर, त्यो पनि मन पर्दैन? वाउ, एकपल्ट सबैको लागि ताली बजाइदिनु नि त। आज म तपाईँलाई एक्सन मुभीको बारेमा किन सोध्दै थिएँ भन्दाखेरि नि, मैले आज वचन पढ्दै गर्दाखेरि कतिवटा कुरामा मैले आफूलाई निहाल्दै थिएँ, कतिवटा कुरा आफूलाई गुनगुनाउँदै थिएँ, के कुरामा बोल्नुपर्ने भन्ने कुरामा। अनि मैले बाइबलमा भएको कतिवटा लडाइँहरू, कतिवटा एक्सन कुराहरूलाई हामी फिल्मी कुरा मात्रै नजाउँ, मैले तपाईँलाई त्यो खालि एउटा क्वेसन मात्र गरेको। तर बाइबलमा हेऱ्यो भनेदेखि यस्तो धेरैवटा लडाइँहरू छ। अनि त्यो लडाइँलाई कम्पेयर गर्दै लडाइँलाई पढ्दै गर्दाखेरि मैले के कुरा याद गर्दै भन्दाखेरि हाम्रो जीवनमा पनि, हाम्रो हृदयभित्र पनि यस्तो धेरैवटा इमोसनल लडाइँहरू, फिजिकली तपाईँको सिचुएसनसँग तपाईँको लडाइँ, तपाईँको अवस्थासँग लडाइँहरू, तपाईँको शरीर अनि आत्माको बिचमा लडाइँ हुने कुराहरू, यस्ता धेरैवटा लडाइँहरू रहेछ। हालेलुया। अनि त्यो लडाइँहरूको बारेमा पढ्दै गर्दाखेरि मैले बाइबलमा एक दुईवटा युद्धको बारेमा मैले हेर्दै थिएँ। अनि त्यो बिचमा मलाई गिदोनको विषयमा मलाई पढ्न मन लाग्यो। अनि यो चाहिँ कसरी मलाई पढ्न मन लाग्यो भन्दै गर्दाखेरि चाहिँ यही कुरामा गुनगुनाउँदै, यही कुरामा आफ्नो दिमागलाई लाउँदै गर्दाखेरि हिजोस्ति मात्र हाम्रो भाइ हारुनले सिक्किमको एउटा ठुलो प्लेटफर्ममा भनौँ, एउटा अनलाइन सर्भिसमा एउटा वचन बोल्दै थियो। अनि भाइले बोल्दै गर्दाखेरि यति साह्रो आशिषमय भएर यति साह्रो त्यहाँनिर मानिसहरूले त्यो कुरालाई रिसिभ गरिरहेको थियो। अनि यति साह्रो मजाको पावरफुल मेसेज भाइले बोलिरहेको थियो। अनि त्यो बोल्दै गर्दाखेरि भाइको प्रकाश हुनसक्छ अर्कै कुरा थियो, अर्कै कुरामा प्रकाश उसले परमेश्वरको वचनबाट बाँड्दै थियो भनेदेखि मैले त्यही वचनलाई सुन्दै गर्दाखेरि मलाई पवित्र आत्माले अर्कै तर्फ एउटा प्रकाश परमेश्वरमा लानुभयो। त्यही कुरालाई आज तपाईँको विषयमा म सेयर गर्न चाहन्छु, आमेन। अनि यहाँनिर गिदोनको विषयमा पढ्दै गर्दाखेरि जब भाइले वचन बोल्दै गर्दाखेरि मैले त्यो कुरालाई के निहाल्दै थिएँ भन्दाखेरि गिदोनले चाहिँ 300 जना मानिसहरूसँग मिलेर चाहिँ ठुलो युद्धलाई जितेको छ। सबैले भन्नुहोस्, ठुलो युद्धलाई जितेको छ। मिद्यानीहरूको विरुद्धमा, अमेरिकाको विरुद्धमा चाहिँ गिदोनले 300 जना सिपाहीले नै ठुलो युद्धलाई जितेको छ। अब यो ठुलो युद्धलाई वर्णन गर्नुभन्दा अगाडि हामी अलिकति गिदोनको बारेमा पढौँ। गिदोनको बारेमा बुझ्नु पर्दाखेरि गिदोन चाहिँ यस्तो व्यक्ति थिए जो चाहिँ मिद्यानीले हेपेर उसलाई खिचेर मिचेर उसलाई तलसम्म एकदमै डरले काफरे बनाएर चाहिँ ऊ एकदमै लुकेको अवस्थामा बसिरहेको बेलामा परमेश्वरको आत्माले, परमेश्वरको त्यहाँनिर एन्जलले, परमेश्वरको एउटा दूतले भनौँ आएर गिदोनलाई भन्छ, ए गिदोन, तँ चाहिँ हार्ने मान्छे होइनस्। हालेलुया। गिदोनलाई परमेश्वरले भन्नुहुन्छ, ए गिदोन, तँ चाहिँ काफरे मान्छे होइनस्, तँ चाहिँ डर छेर्मा मान्छे होइनस्, तँ चाहिँ लुकेर बस्ने मान्छे होइनस्, तँ चाहिँ वीर मानिस होस्।
सबैले भन्नुहोस् आमेन। गिदोन चाहिँ लुकिरहेको बेलामा गिदोन चाहिँ अब त हामी कहिले चाहिँ हाम्रो सास जाने हो, कहिले चाहिँ हामी मर्नुपर्ने, अब त खतम, जिन्दगी खतम भनिरहेको बेलामा चाहिँ परमेश्वरको दूतले आएर परमेश्वरको आवाजमा गिदोनलाई भन्छ, गिदोन यु आर द वरियर, तिमी चाहिँ हार्ने मान्छे होइनौ, तर तिमी चाहिँ योद्धा हो, तिमी चाहिँ वीर मानिस हो। अनि यो कुरालाई पढ्दै गर्दाखेरि मैले परमेश्वरको फङ्सनालिटीलाई, परमेश्वरको क्वालिटीलाई मैले कसरी बुझ्थेँ भन्दाखेरि परमेश्वरले चाहिँ हाम्रो अवस्थालाई हेरेर बोलावट गर्नु हुँदैन रहेछ। परमेश्वरले नै जब उहाँको योजनामा उठाउनुहुन्छ हामी कमजोरीलाई पनि परमेश्वरको बलले उठाउनु हुँदो रहेछ। हालेलुया। परमेश्वरको लागि ताली बजाऊ एकपल्ट। परमेश्वरले यदि बलले मात्रै छुनु भनेदेखि गिदोन त लुकेको मान्छे थिए, काफारे भएर एकदमै तलनिर कहिले अब गिदोनले हामीलाई मार्छ भनेर लुकेको अवस्थामा बसेको मान्छे थिए। तर परमेश्वरले त्यही गिदोनको अवस्थालाई विचार नगरिकन गिदोनलाई भन्नुहुन्छ, गिदोन त चाहिँ वीर मानिस होस्, म तँसँग छु। हालेलुया। जब गिदोन उठे अनि अब उसले आफ्नो प्रिपरेसन सुरु गरे, परमेश्वर तपाईँको आत्माले यदि भन्छ भनेदेखि आई एम रेडी, म चाहिँ त्यो मिद्वानीहरूलाई एकै मानिसलाई जस्तो नाश गर्नको लागि तपाईँको वचन अनुसार म खडा भएको छु। आई एम रेडी, लेट्स फाइट टुगेदर। परमेश्वरसँग हमा हैसब मिलाउँदै उसले सबै प्रिपरेसन सुरु गर्न थाल्छ। जब उसले सेनाहरूलाई खडा गरे त्यहाँनिर 32,000 जना सेनाहरू खडा भए। सुन्नुहोस् है, यो कहानी मिठो छ। जब तपाईँले किताबलाई, न्यायकर्ताको किताबलाई तपाईँले 6 अनि 7 अध्याय तपाईँले पढ्नुहुन्छ, आज म सबै वचनहरू पढिरहन भ्याउँदिनँ, तर म तपाईँलाई छोटकरीमा यो कुरालाई बुझाउन चाहन्छु। जब गिदोनले अब 32,000 जना सेनाहरूलाई खडा गरे, त्यो 32,000 जना सेनाहरू खडा हुँदै गर्दाखेरि परमेश्वरले भन्नुभयो, यत्रो बिग्न मान्छे मलाई चाहिँदैन। यिनीहरूले 32,000 जना सेनाहरूलाई लगेर चाहिँ मिद्वानीको विरुद्धमा लडाइँ गरिस् भनेदेखि इजरायलीहरूले आरामले गुणगान गाउँछ कि तैँले त यत्रो बिग्न मान्छेहरू थिएर पो जितिस् त। यसमा परमेश्वरको महिमा हुँदैन। Let me decide how to fight. Let me decide how to defeat all these people. Let me decide, म डिसाइड गर्छु, म योजना बनाउँछु कसरी यो मान्छेलाई जित्नु पर्ने हो। यो मान्छे बेसी भयो। परमेश्वरले भन्नुहुन्छ, जो ठुलो एनाउन्समेन्ट गर्दै, ठुलो स्वरमा अब त्यहाँनिर घोषणा गर्दै कि अब चाहिँ हामी ठुलो युद्ध लड्न गइरहेका छौँ। यसमा कति मारिन्छ, कति काटिन्छ, कति लचार पचार भइन्छ। र त्यसै कारणले गर्दाखेरि यदि तिमीलाई आफ्नो फ्यामिली, आफ्नो परिवार माया लाग्छ, तिमीलाई डर लाग्छ, युद्धमा जान डर लाग्छ भनेदेखि प्लिज अहिले नै हात उठाएर बाटो लाग। त्यसपछि हामी पाउँछौँ कहानीमा 22,000 जना मान्छेले हात उठाए, मलाई डर लाग्यो। सुन्नुहोस् है, कहानी मिठो छ। 22,000 जना मानिसहरूले चाहिँ युद्धमा जानुदेखि उनीहरू डराए। अनि 22,000 जना 32,000 मा सेपरेट भएपछि 10,000 जना मात्र रह्यो। कति हजार जना? 10,000 जना मात्र रह्यो। अनि अब त्यो 10,000 जना तयारी भइकन गिदोनले भन्छ, प्रभु तपाईँले भनेको जस्तो मैले अनाउन्समेन्ट गरेँ, मैले घोषणा गरेँ, अनि मानिसहरू 22,000 जना त मलाई छोडेर गए, उनीहरू डराए युद्ध गर्नको लागि। अब यी वीर मानिसहरू 10,000 जना मेरो सामने खडा भएको छन्, प्रभु अब आज्ञा दिनुहोस्, के गर्नुपर्ने हो। परमेश्वरले फेरि भन्नुहुन्छ, यो पनि अझै बेसी भयो। मिद्वानीहरूको विषयमा तपाईँले भन्नु भनेदेखि जब तपाईँले पढ्नुहुन्छ न्यायकर्ता किताबलाई 6 अनि 7 मा तपाईँले पढ्नुहुन्छ भनेदेखि उनीहरू चाहिँ बलुवाको कानभन्दा पनि बेसी सङ्ख्यामा मानिसहरू भेला भएका थिए। यति बिग्न मानिसहरू चाहिँ इजरायलको विरुद्धमा लड्नको लागि तैनात भइरहेको छ। तर परमेश्वरले भन्दै हुनुहुन्छ, यो 10,000 जना पनि मान्छेहरू के भयो अरे? बेसी भयो अरे। परमेश्वरले के गर्नु खोज्नु भएको? गिदोनले बुझ्न सकेको छैन के चाहिँ गर्न खोज्नु भएको। तर परमेश्वरले भन्नुहुन्छ, यो 10,000 जनालाई अब म तँलाई आज्ञा गर्छु कि तैँले चाहिँ यो 10,000 जनालाई लगेर एउटा खोलामा छ, नदीमा छ, अनि सबैलाई भन् कि तैँले चाहिँ त्यहाँनिर युद्धमा जानुभन्दा अगाडि सबैजनाले पानी पिएर एकदमै आफ्नो तृष्णालाई मेटाऊ, पानी पिउन सुरु गर। तब ती 10,000 जना मानिसहरू चाहिँ त्यहाँ गएर पानी पिउन सुरु गर्छ। सुन्नुहोस् है, पानी पिउँदै गर्दाखेरि नि के हुन्छ भन्दाखेरि कति मानिसहरूले पानी पिउँदै गर्दाखेरि रिल्याक्स भइकन अब त पानी पिउन पाउने भयो, एकदमै तिर्खा लागेको थियो, लेट्स ह्याभ अ ड्रिङ्क, लेट्स इन्जोय,
मजा गरौँ। उनीहरूले आफ्नो तरवारहरूलाई साइड गरिकन हुनसके आफ्नो त्यो सबै छाती पातालाई निकालेर एकदमै खुल्ला आङ तन्काउँदै गएर मजाले अञ्जुलीभरि आफ्नो पानी उगाएर पिउन सुरु गर्छ। उसले मजाले पानी पिउन सुरु गर्यो, मजाले तिर्खा मेटायो। तर 300 जना मानिसहरूले चाहिँ 300 जना योद्धाहरूले चाहिँ उनीहरूले आफ्नो तरवारलाई हातमा नै पक्रेको छ। अनि ती मानिसहरूले चाहिँ पानी कसरी पियो भन्दाखेरि चाहिँ नि कुकुरले पानी चाटेको जस्तै घोप्टो गरेर ल्याप 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 गर्दै पानी चाट्न सुरु गर्यो। जब त्यो दृश्यलाई गिदोनले हेरिरहेको थियो अनि त्यो हेरिरहेको दृश्यमा हेर्दै गर्दाखेरि गिदोन छक्कै पर्दछ। प्रभु तपाईँको स्ट्राटेजी, तपाईँको प्लानिङ चाहिँ कस्तो खालको हो? तपाईँले पानी पिउनु लाउनु भयो, तर यो मान्छेहरू चाहिँ 300 जना मानिसहरू चाहिँ यस्तो राम्रो टाइम पाएको बेलामा पानी पिउनु बेला मजाले पिउनु नि होइन। भएसक स्ट्र लाएर पिउनु अहिलेको जमानामा हो भनेदेखि होइन, किनभनेदेखि मजाले हातले उगाएर पिउनु, किनभनेदेखि ग्लासले उगाएर पिउनु मजाको जमानामा धेरै कुराको सुविधा छ। तर यिनीहरू चाहिँ अहिलेसम्म पनि हातमा चाहिँ कट्टी पक्रेको छ, तरवार पक्रेको छ, अनि चाहिँ घोडा टेकेर कुकुरले जस्तो ल्याप 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 आफ्नो पानी चाटेर आफ्नो तृष्णा मेटाइरहेको छ। के चाहिँ गर्नु खोजेको? तर परमेश्वरले भन्नुहुन्छ यो 300 जनालाई अलग गरेर यिनीहरू चाहिँ सही योद्धाहरू हुन्। हालेलुया, हालेलुया। अनि यो 300 जनालाई जब उनीहरूले अलग गरेर राखे अनि यो 300 जनालाई चाहिँ परमेश्वरले भन्नुभयो यिनीहरू चाहिँ चुनिएका मानिसहरू हुन्, यिनीहरूलाई चाहिँ म प्रयोग गर्न चाहन्छु। अब मैले यसलाई पढ्दै गर्दाखेरि एफएसी किताबलाई 6 अध्यायको 12 पद कसैले पढिदिनुहोस् त? छिटो हामीसँग समय छैन। सरी 6 अध्यायको 17 पद पढिदिनुहोस्। कसैले चाहिँ हिब्रूको किताब 4 अध्यायको 12 पद निकाल्नुहोस्। को टोप लगाओ र पवित्र आत्माको तरवार ल्याऊ, पवित्र आत्माको तरवार ल्याऊ, जो चाहिँ परमेश्वरको वचन हो। जो चाहिँ के हो अरे? परमेश्वरको वचन। सबै भन्नुहोस् न, जो चाहिँ के हो अरे? परमेश्वरको वचन हो। सबै भन्नुहोस् न, हालेलुया, हालेलुया। अब हिब्रू 4 को 12 पद कसैले पढिदिनुहोस् त? के भन्दो रहेछ? हिब्रू 4:12 ओके। किनकि परमेश्वरको वचन किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तरवारभन्दा बढी धारिलो हुन्छ। सबै भन्नुहोस् न, हालेलुया। यहाँ के भन्छ भन्दाखेरि चाहिँ नि त्यो परमेश्वरको वचन चाहिँ दुई धारे तरवार भन्दा पनि धारिलो हुन्छ अरे। अनि परमेश्वरको वचनमा एफएसी 6 को 17 पदमा भन्दछ कि पवित्र आत्माको हतियारलाई उठाऊ, जो चाहिँ के हो अरे? पवित्र परमेश्वरको वचन। अनि म तपाईँ कुरालाई पढ्दै थिएँ, म 300 जना मानिसलाई सल्युट गर्न चाहन्छु। उनीहरू चाहिँ परमेश्वरको वचनलाई जस्तै पनि अवस्थामा छोडेन पुर्यायो। हालेलुया, हालेलुया। अनि मैले परमेश्वर धन्यवाद दिएँ। हाम्रो जीवनमा पनि धेरै प्रकारको अप्स एन्ड डाउन सिचुएसन्स, हाम्रो जीवनमा डिप्रेसन, हाम्रो जीवनमा फाइट, हाम्रो जीवनमा धेरै प्रकारको घटी कमी, धेरै प्रकारको समस्याहरू अवश्य पनि हुन्छ। हामीलाई अट्याक गर्नुको लागि दुश्मनहरूले दुनिया प्रकारको योजना बनाउँछ, तर त्यो मान्छेले विजय हासिल गर्छ जो मान्छेले चाहिँ अलवेज परमेश्वरको वचनलाई पक्रेको छ। सबै भन्नुहोस् न, हालेलुया। 300 जना मानिसहरू चाहिँ त्यति बेला विजय भए। ती 300 जना मानिसहरू जब त्यति बेला चाहिँ युद्ध जिते, जबसम्म चाहिँ उनीहरूले परमेश्वरको वचनलाई, त्यो तरवारलाई पक्रेर बसेको थियो प्रिय। अनि आज मण्डलीले जान्नुपर्ने कुरा, तपाईँको जीवनमा जतिसुकै युद्ध किन नहोस्, जबसम्म तपाईँको जीवन र तपाईँको हातमा चाहिँ परमेश्वरको वचन छ, तपाईँले जित्नुहुन्छ। सबै भन्नुहोस् न, आमेन, 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 आमेन। हालेलुया। हालेलुया। परमेश्वरको वचन चाहिँ हिब्रू 4 को 12 अनुसार चाहिँ के हो अरे? दुई धारे तरवार भन्दाखेरि पनि धारिलो छ अरे। तपाईँको सिचुएसन जेसुकै किन नहोस्, तपाईँले जित्न सक्नुहुन्छ जबसम्म तपाईँको हातमा परमेश्वरको वचन छ। आमेन। 300 जना मानिसहरू चाहिँ लठुवा होइन कि, तर ती मान्छेहरू चाहिँ इन्टेलेक्चुअल मान्छेहरू थिए। तिनीहरू चाहिँ स्मार्ट मानिसहरू थिए। तिनीहरू चाहिँ असल योद्धा मान्छेहरू थिए, जसले चाहिँ हरेक सिचुएसनमा उनीहरू रेडी भएर बसेका थिए। उनीहरू चाहिँ जहिले पनि आक्रमण हुन सक्छ, अनि त्यो जस्तै पनि टाइममा आक्रमण गरेको किन नहोस्, म तरवारसँग रेडी भएर बस्छु भनेर जहिले पनि तयार भएर बसेका थिए। अनि ती व्यक्तिहरूलाई
परमेश्वर चलाउनुभयो। आज धेरै मान्छेहरू सानो सानो समस्यामा हार्छ, किनभनेदेखि उनीहरूलाई कन्फिडेन्स होइन कि परमेश्वरले मलाई बचाउन सक्नुहुन्छ भन्ने कुरा। उनीहरूलाई अझै पनि थाहा छैन कि परमेश्वरको वचनमा चाहिँ मेरो लागि के लेखेको छ भन्ने कुरा थाहा छैन प्रिय। धेरै मानिसहरूले सानो सानो समस्यामा सुसाइड किन गर्छ? धेरै मानिसहरूले सानो सानो समस्यामा ब्याकस्लाइड किन हुन्छ? धेरैचोटि सानो सानो समस्यामा मलाई क्रिस्चियन भावेन किन भन्छ? किनभनेदेखि उनीहरूलाई वचनको प्रतिज्ञा के छ थाहा छैन प्रिय। वचन धारण नगर्ने मानिसहरूलाई चाहिँ सानो सानो समस्याले गिराउँछ। तर जो व्यक्तिले परमेश्वरको वचनलाई पक्रेर राखेको छ नि प्रिय, त्यो मान्छेले विजय हासिल गर्छ। आमेन, हालेलुया, हालेलुया। त्यो मान्छे डगमगाउँदैन, त्यो मान्छे चाहिँ हरदम तयार हुन्छ जो मान्छेको हातमा चाहिँ परमेश्वरको वचन पक्रेर बसेको छ। जब परमेश्वरले तपाईँलाई प्रोटेक्ट गर्नुपर्ने हुन्छ नि प्रिय, परमेश्वरले जस्तो पनि सिचुएसनमा तपाईँलाई बचाउन सक्नुहुन्छ। चाहे तपाईँलाई जस्तो सुकै ठुलो भिडले ठुलो समस्या तपाईँलाई घेरेको किन नहोस्, तर जब परमेश्वरको वचन तपाईँसँग छ, जब तपाईँले परमेश्वरको प्रतिज्ञालाई परमेश्वरको वचनलाई क्लेम गर्न सुरु गर्नुहुन्छ, परमेश्वर तपाईँलाई जस्तै पनि अवस्थामा बचाउनुहुन्छ। म त एउटा कहानी भन्न चाहन्छु। एक समयमा एउटा सिपाही हुन्छ, एउटा सिपाहीको कप्तान हुन्छ, उसको सबै सेनाहरू मर्छ। अनि अब त्यो सिपाहीको कप्तानलाई मारेपछि युद्धको हार उनीहरूले विजय हुन्छ नि एउटा घोषणा गर्न सक्छ। अब त्यो मान्छे एउटा मेन मान्छे छ जसलाई चाहिँ दुश्मनले मार्नु पर्नेछ। अनि त्यो कप्तान चाहिँ अब सबैजना मरिसकेपछि उसले आफ्नो ज्यान बचाउनको लागि ऊ भाग्दैछ, कुद्दैछ, पिछेको मान्छेले खेदाउँदैछ, आक्रमण गर्ने सेनाहरूले उसलाई खेदाउँदैछ। अब के चाहिँ गर्नुपर्ने एकदमै डरसरी भएर ऊ फाप्दैछ। अचानक एउटा ठुलो एउटा गुफा देख्छ उसले। धेरैवटा गुफाहरू हुन्छ, तीमध्येमा एउटा गुफाभित्र सट्टै बस्छ। मैले कहानी सायद पहिला पनि भनेको छु, तर म तपाईँलाई एक कुरा इन्करेज गर्न चाहन्छु फेरि पनि। अनि त्यो मान्छे जब त्यो गुफाभित्र सट्टै पस्छ, अनि पसिसकेपछि बाहिर कुटुम्डुम मान्छेहरू कुदिरहेको छ, कोही त्यो गुफाबाट माथि पनि कुदिरहेको छ, हरेक गुफामा चेक गर्दैछ कहाँ चाहिँ गयो त्यो मान्छे, चेक गर उसलाई। उताको कप्तानले ठुल्ठुलो स्वरमा कमान्ड गर्दैछ, त्यो मान्छे कहाँ गयो खोज, त्यसलाई हामी सुट गर्नुपर्छ। अनि त्यो कप्तान चाहिँ त्यो गुफाभित्र बसेको छ। अनि बसेको अवस्थामा एकदमै निराश भइकन एकदमै डरसरी ऊ के गरौँ कसो गरौँ अतालिएको बेलामा उसले एउटा कुरा डिसाइड गर्छ, मसँग परमेश्वर हुनुहुन्छ। सबै भन्नुहोस् न आमेन। उसले एउटा कुरामा निर्णय गर्न सोच्छ कि मसँग चाहिँ परमेश्वर हुनुहुन्छ जो हरदम मसँग हुनुहुन्छ। अनि परमेश्वरको वचन चाहिँ मेरो लागि ढाल हो जसले मलाई सुरक्षा गर्नुहुन्छ। जब उसले त्यो कुरामा घोषणा गर्दै परमेश्वरको वचनलाई क्लेम गर्दै प्रभु तपाईँ मसँग हुनुहुन्छ, तपाईँको वचनमा लेखेको छ तपाईँ चाहिँ मेरो ढाल हो, तपाईँ मेरो किल्ला हुनुहुन्छ, भरसँग त्यही सँग तपाईँ मेरो कुठालो हुनुहुन्छ, तपाईँले मलाई हरेक अन्धकारको शक्तिबाट बचाउनुहुन्छ। हरेक कुरा मैले क्लेम गर्न सुरु गरेँ, वचनलाई क्लेम गर्न सुरु गऱ्यो, प्रार्थना गर्दै बस्न सुरु गऱ्यो। प्रभुलाई भन्छ प्रभु तपाईँ जिउँदो परमेश्वर हुनुहुन्छ भनेदेखि आज मलाई प्रुभ गर्नुहोस्, मलाई बचाउनुहोस्। अनि त्यो ओडाभित्र बसिरहेको बेलामा उसले सुन्दैछ परको कप्तानले भन्दैछ ए त्यो परको गुफामा पनि हेर, त्यहाँ पनि पस, त्यहाँ भित्र गएर हेर, त्यहाँ लुकेको छ कि। गुटुङ आउँदैछ, सिपाहीहरू हरेक गुफामा चेक गर्दैछ। अनि उसले प्रार्थना गर्दाखेरि एकछिन बादमा राम्रो बाहिर दृश्यलाई हेर्छ। त्यो गुफाको त्यो ओडालको भनौँ न एउटा पोस्टे ठाउँमा चाहिँ त्यो गुफाको मुखमा भनौँ 15-20वटा माकुरा आउँछ। सुन्नुहोस् है। अनि त्यो माकुरा आएपछि नि त्यो माकुराले यति छिटो मजाले जाल बनाइदिन्छ। त्यो मुखमा चाहिँ ओडालको मुखमा पस्ने ठाउँमा चाहिँ मजाले जाल बनाइदिन्छ, ठुल्ठुलो जाल बनाइदिन्छ। अनि त्यो मान्छेले सोच्छ हे परमेश्वर तपाईँको अलिकति यस्तो भएको हो कि तपाईँले मलाई बचाउन चाहनुहुन्छ भनेदेखि यो बेलामा त यो ओडालको मुखमा चाहिँ ठुल्ठुलो सिमेन्टको पोस्ट बनाइदिनु पर्ने हो, ठुल्ठुलो हुन्छ नि एउटा फलामको गेट बनाइदिनु पर्ने हो, ठुल्ठुलो ढुङ्गाको ठुल्ठुलो वाल लगाइदिनु पर्ने हो ताकि मान्छेहरू यो भित्र छिर्न नसकोस्। तर यो माकुराको जालले के गर्नु खोज्नु भएको? क्वेसन गर्छ परमेश्वरलाई, यो माकुराको जाललाई तपाईँले के चाहिँ गर्नु खोज्नु भएको? मलाई त चाहिएको चाहिँ ठुलो फलामको पोस्ट छ, मान्छेहरू नछिरोस् भित्र, मलाई नभेटोस्, के गर्नु खोज्नु भएको?
तर एकछिन बादमा कुटुङ कुद्दैछ बाहिर, हरेक गुफामा पस्दै चेक गर्दैछ, हरेक मान्छेलाई चेक गर्दैछ, हरेक गुफामा गएर चेक गर्दैछ, छैन भन्दैछ, अर्को पनि खोज भन्दैछ। त जब ऊ बसेको ठाउँको गुफामा बाहिर आइपुग्छ अनि सेनाले ए कप्तान यहाँ पनि एउटा अन्तिम गुफा रहेछ पसौँ भनेर भन्दै गर्दाखेरि पस्नु आँटेको बेलामा कप्तानले भन्छ ए लट्ठा हो त, आफ्नो टाइम किन वेस्ट गर्छस्, अलिकति कमन सेन्स लगा, बुद्धि लगा कराउँदैछ सेनालाई। अनि सेनाले भन्छ किन कप्तान चेक गराउन के हुन्छ एकपल्ट। अनि कप्तानले भन्छ अलिकति बुद्धि लगाइस् भनेदेखि स्मार्ट वर्क गरिस् भने तैँले हार्ड वर्क गर्नु पर्दैन। तैँले यहाँनिर हेर गुफाको एन्ट्रेन्समा गुफाको मुखमा के छ, माकुराको जाल छ। यदि कोही मान्छे यहाँ भित्र पसेको भनेदेखि माकुराको जाल भत्काउँदैन। भन्नुको मतलब यहाँ कोही मान्छे पसेको छैन, किन टाइम वेस्ट गर्छस्, हिँड बाटो। हालेलुया हालेलुया। अनि जब त्यो माकुराको जाल देखेर मान्छेले सोच्छ ए यो भित्र त को पनि पसेको छैन, किन टाइम वेस्ट गर्नु, जो उनीहरू जान्छ, त्यो कप्तान मान्छ। हालेलुया। हालेलुया। अनि त्यति बेला उसले रियलाइज गर्छ परमेश्वर तपाईले मलाई बचाउनु भनेदेखि चाहिँ फलामको द्वार चाहिँदैन रहेछ प्रिय। आमेन। परमेश्वरले बचाउनु भनेदेखि सानो माकुराको जालले पनि तपाईले मलाई बचाउन सक्नुहुन्छ। आमेन। हालेलुया। हालेलुया। प्रभुमा त्यो शक्ति छ, प्रभुमा त्यो खुबी छ जो चाहिँ हाम्रो दिमागले पनि नभ्याउने कुरा परमेश्वरले गर्न सक्नुहुन्छ। तपाईको लिमिटेसन, तपाईको भनौँ न तपाईको शक्तिले पनि नभ्याउने कुरा चाहिँ परमेश्वरले गर्न सक्नुहुन्छ। जब तपाईले मैले परमेश्वरको वचनलाई पक्रेर हिँड्न सुरु गर्छ नि प्रिय, तपाईको हरेक सिचुएसनमा हरेक अवस्थामा परमेश्वरको वचनलाई दाबी गर्न सुरु गर्नुहुन्छ, परमेश्वर तपाईलाई विजय दिनुहुन्छ। येशू आफैले पनि जब येशूलाई तिनीहरू परीक्षा गर्नको लागि शैतान आफै आए, मर्कुसको किताबलाई तपाईले 24 रुपैयाँ पढ्नु, तिनीहरू तपाईँ यदि परमेश्वरको पिता हो भनेदेखि रोटीलाई के अरे ढुङ्गालाई रोटी बनाउनुहोस् न। 40 दिन भोको बसेको मान्छे कस्तो हुन्छ, फास्टिङ बसेको मान्छे एकदमै साह्रो थियो नि, चाहनु भएको थियो परमेश्वर फुर्के भएर म भन्दा फुर्के भएर परमेश्वरको पुत्र म सक्छु गर्न सक्थेँ नि, तर परमेश्वर त्यो समस्यालाई जित्नको लागि वचन प्रयोग गर्नुभयो। येशू आफैले पनि वचन प्रयोग गर्नुभयो। हालेलुया। हामी हेऱ्यौँ भनेदेखि यस्तो धेरैवटा कहानीहरू छ वचनमा, तपाईँले पढ्छ भनेदेखि हरेक सिचुएसनमा उनीहरूले परमेश्वरको वचनलाई क्लेम गरेको छ अनि परमेश्वरले उनीहरूलाई विजय दिनुभएको छ। आज म मण्डलीलाई भन्न चाहन्छु तपाईँको सिचुएसन तपाईँलाई थाहा छ अनि परमेश्वरलाई थाहा छ, तर यो सिचुएसनमा यो अवस्थामा तपाईँले कस्तो प्रकारले ह्यान्डल गर्दै हुनुहुन्छ। के तपाईँ यो अवस्थादेखि हारेर ब्याक हुँदै हुनुहुन्छ कि परमेश्वरको वचनलाई प्रयोग गर्दै हुनुहुन्छ। यदि आजको दिनमा संसारले हामीलाई कम्फोर्ट बनाउनको लागि, हामीलाई इजी बनाउनको लागि, हामीलाई रिल्याक्स दिनको लागि धेरैवटा मौका दिन्छ। तरबार छोड्न केही हुँदैन, मजाले रिल्याक्स गर्न, पानी पिन, अहिले तपाईँ चाहेको त पानी त हो। संसारले हामीलाई सजिलो बनाइदिन्छ, तरबार छोड्नको लागि बाध्य बनाइदिन्छ। हामीलाई त्यो मौकाहरू यति साह्रो मजाको एउटा हुन्छ नि, एउटा मनोरञ्जनको कुराहरूले हामीलाई दिन्छ, यति साह्रो आराम, यति साह्रो हामीलाई सजिलो बनाइदिन्छ जीवनमा जिउनको लागि। तरवारलाई साइड राख्न, वचन त्यो भिरी बस्यो भनेदेखि हरेक कुरामा अप्ठ्यारो, टिभी नहेर्नु भन्छ, मुभी नहेर्नु भन्छ, होइन, सिक्रेट नखानु भन्छ, वचनले त खैनी नचेप्नु भन्छ, अरूलाई आई लभ यु नभन्नु भन्छ, नगर्न, छोड्न, त्यो छोड्दै एकछिन। धेरै कुरा छ प्रिय। जब तपाईँले वचनलाई पक्रेर पनि कुकुरले जस्तै हरेक अवस्थामा ल्यापटपलाई कति पिउनुहुन्छ नि, त्यो मान्छेले चाहिँ विजय पाउँछ। हालेलुया। हालेलुया। हरेक अवस्थामा तपाईँले परमेश्वरको वचनलाई पक्रेर हिँड्नुहुन्छ नि, तपाईँ चाहिँ विजय व्यक्ति बन्नुहुन्छ। किनभनेदेखि त्यो परमेश्वरको वचन, धारिलो वचन तपाईँको पक्षमा लड्नेछ। परमेश्वरको वचन त्यो वचन हो, तपाईँले जुन चाहिँ अवस्थामा पनि परमेश्वर तपाईँलाई सम्हाल्नुहुन्छ। हाम्रो जिन्दगी मेरो समय सकेको छ। सायद म टपिकलाई म अर्को हप्ता या फिर कुनै पनि दिन, कुनै पनि अर्को समय, अर्को महिना या फिर कुनै पनि अर्को समय पाएँ भनेदेखि म कन्टिन्यू गर्नेछु। तर म तपाईँलाई अन्तिममा जानुभन्दा अगाडि एउटा कुरा भन्न चाहन्छु। हाम्रो हृदयभित्र जहिले पनि दुईवटा शब्दहरू हुन्छ, दुईवटा गुनासो हुन्छ भनौँ न, सजिलो सम्झिनु पर्दाखेरि। यो दुईवटा गुनासोले नि, एउटा गुनासोले भन्छ तँलाई साह्रो परेको छ छोड्दैन, तँलाई गाह्रो परेको छ अलिकति त फ्लेक्सिबल हुन, तँलाई गाह्रो परेको छ अलिकति त हुन्छ नि, मान्छेको त्यो संसारमा हुन्छ, मान्छे हो नि त, बुझ्छ प्रभुले पनि गर्न भइरहेको छ त। एउटा बाँसोले भन्छ होइन, तँले वचनलाई पक्रिनुपर्छ। एउटा बाँसोले भन्छ होइन हौ त मान्छे हो नि त, अलिकति त भइहाल्छ नि।
परमेश्वरको वचनलाई साह्रो बेसी भर नगर, मान्छेको बुद्धि पनि चलाउनुपर्छ, अलिकति यो पनि गर्नुपर्छ त्यो पनि गर्नुपर्छ। अर्को वचनले भन्छ होइन, तैँले परमेश्वरलाई भरोसा गरिस् भने तैँले पहाडतिर आफ्नो आँखालाई उठाएर हेर, गुहार चाहिँ परमेश्वरबाट आउँछ। वचनले भन्छ म चाहिँ तेरो ढाल हो। त्यो बुवासोले हरेक समय परमेश्वरको वचनमा इन्करेज गर्छ। तर कुन चाहिँ बुवासोले दिन्छ भन्दाखेरि चाहिँ नि, जुन चाहिँ बुवासोले तपाईँलाई बेसी खुवाउनुहुन्छ, जुन चाहिँ बुवासोले तपाईँले पोसिलो बनाउनुहुन्छ नि, त्यो बुवासोले दिन्छ। आज म तपाईँलाई भन्न चाहन्छु, तपाईँभित्र भएको दुईवटा बुवासोले कुन चाहिँ बुवासो बलियो भनेको छ कि तपाईँको सोचाइ, तपाईँको बोलाइले, तपाईँको हरेक कुराले, तपाईँको नेगेटिभ कुरालाई तपाईँले बलियो बनाउँदै हुनुहुन्छ कि परमेश्वरको वचनलाई बोक्ने त्यो हृदयलाई तपाईँले बलियो बनाउँदै हुनुहुन्छ। आजको दिन मण्डलीले बुझ्नुपर्ने कुरा, यदि हामी परमेश्वरको वचनलाई बोक्ने बुवासोलाई बलियो बनाउँदैछ भनेदेखि तपाईँको जीवनमा जस्तोसुकै अवस्था किन नहोस्, परमेश्वर तपाईँलाई उचाल्नुहुन्छ। आमेन, 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 हालेलुया। फेरि अन्तबाट एउटा भन्न चाहन्छु, समस्या हरेकको जीवनमा आउँछ। मेरो डायलग हो, मजा लाग्छ मलाई। तर हरेकको जीवनमा समस्या आउँछ, तर समस्यामा परमेश्वर हामीसँग हुनु ठुलो कुरा हो। यदि तपाईँसँग परमेश्वरको वचन छ, परमेश्वरको प्रतिज्ञा तपाईँले आफूले आफ्नो हृदयमा तपाईँले खिलेर राख्नु भएको छ, तपाईँले वचनलाई पक्रिनु भएको छ भनेदेखि जब तपाईँको समस्यामा परमेश्वर तपाईँसँग हुनुहुन्छ, हरेक सिचुएसन तपाईँले जित्नुहुन्छ। मलाई मेरो बाजेको गवाईलाई भन्दाखेरि मलाई कहिले पनि हुन्छ नि, म आफैलाई गर्व गर्छु मेरो बाजेप्रति। मेरो बाजेलाई आमोस गुरुङ, तपाईँले कतिजनाले चिन्नु न, उहाँ अहिले प्रोमा सुत्नुभयो। तर मेरो बाजेले हरेक अवस्थालाई कहिले पनि उहाँले हुन्छ नि एउटा भनौँ न, उहाँले कहिले पनि सम्झौता गर्नु भएन। उहाँको जीवनमा यति सारा सिचुएसनहरू आयो, यति सारा अवस्थाहरू उहाँको जीवनमा आए। उहाँले सुसमाचार प्रचार गर्दै गर्दाखेरि, उहाँले आफ्नो जिन्दगीमा परमेश्वरको सेवाकाई गर्दै गर्दाखेरि धेरै मानिसहरूले उहाँलाई गोली खेलाइ गरे, कुटपिट गर्नु, दुनियाँभरको कुरा गरे। एक समयको यस्तो पनि भयो जब मेरो बाजेलाई मार्नको लागि मानिसहरू ग्राउन्डमा भेला भए, उहाँलाई अल्लो पस्तीको पल्लो पैसामा गोली खेलेर कुटपिट गरे, हरेक कुरा गरे, लचार बचार बनाए। अब अन्तमा चाहिँ मेरो बाजेलाई सुट गरेर मार्न आँटेको थियो। अनि त्यो अवस्थामा पनि मान्छेले भन्छ यसुलाई छोड, मेरो बाजेले भन्नुहुन्छ म वचनलाई छोड्दिनँ। परमेश्वर मसँग हुनुहुन्छ। आमेन। मान्छेले भन्छ हे तँ पगला हो, तँ चाहिँ हाम्रो समाज बिगाड्ने मान्छे हो, छोड्छस् भने छोड, नभएदेखि तलमा अहिले पुरै ठोकेर मार्छु। मेरो बाजेले भन्नुहुन्छ म परमेश्वरलाई छोड्दिनँ। म जुनै पनि अवस्थामा म परमेश्वरको वचनलाई म माया गर्ने मान्छे हो, म छोड्दिनँ। अनि त्यो घुँडाटेको अवस्थामा जब मान्छेले बन्दुकलाई ताकेर मार्नु आँटेको अवस्था छ, कक गरिसकेको छ, मेरो बाजेले घुँडा टेकेर प्रार्थना गर्न सुरु गर्नुहुन्छ, परमेश्वर तपाईँ मसँग हुनुहुन्छ। प्रार्थना गर्दा गर्दा नि मेरो बाजेको मुखबाट अन्य भाषाहरू फुट्न सुरु गर्छ। जब अन्य भाषामा उहाँले प्रार्थना गर्न सुरु गर्नुहुन्छ, मान्छेले अचम्मै भयो, के भन्छ के भाषामा बोल्न सुरु गर्यो, वाट्स ह्यापनिङ, के भयो यो मान्छे, झन् बौला पो भयो क्या हो। होइन, यसरी बेसी ढिलो गऱ्यो भनेदेखि हुँदैन, मारिहाल्नुपर्छ। जब बन्दुकलाई तेर्सायो, कक गर्यो, केटा गर्छ, बन्दुकै पड्किँदैन। हालेलुया। फेरि पनि उनीहरूले बन्दुकलाई मिलाउँछ, के पो भयो कि फेरि मिलाउँछ, कक गर्छ, पड्काउँछ, पटा गर्छ, गनै पड्किँदैन। भक्कु कुटी राखेर छोडिदिन्छ, बन्दुक पड्केन, मेरो बाजेको ज्यान बाँच्यो। तर जब त्यो मान्छेले घर फर्के नि, घर फर्केर गनलाई आजले गनले धोका दियो, पड्किएन भनेर गनलाई थन्काउनको लागि, मानिलिनुहोस् यो गन हो, यहाँबाट बुलेट निक्लिन्छ, गनलाई पक्रेर चाहिँ दैलो कुनामा थन्काउनको लागि राखेको मात्र थियो, त्यति नै बेला पड्किन्छ। उसको हात अहिले पनि जिउँदो हुनुहुन्छ, दुईवटा औँला मात्र छ। ट्रिगर दबाउनु परेन, तर त्यत्तिकै राखेको अवस्थामा उसको हात बुम भयो। लडाइँ हाम्रो होइन प्रिय, लडाइँ परमेश्वरको। हालेलुया, हालेलुया। जब परमेश्वरको वचनलाई चाहिँ
तपाईँले मैले लिएको हुन्छ नि परमेश्वरको वचनलाई माया गर्न सिकेको हुन्छ परमेश्वरको वचनलाई तपाईँले घोषणा गर्न सुरु गर्नुहुन्छ नि लडाइँ परमेश्वर तपाईँको तर्फमा लड्नुहुन्छ Amen. मेरो बाजेले त्यो वर्षको बादमा पनि हिजो अस्तिको वर्षहरूसम्म उहाँले परमेश्वरको सेवाकाई छाती फुलाएर गर्नुभयो तर परमेश्वरले हरेक कुरामा सुरक्षा दिनुभयो हालेलुया आज म तपाईँलाई इन्करेज गर्न चाहन्छु तपाईँको जिन्दगीमा अवस्था धेरै आउन सक्छ म अवस्था आउँदैन भन्दैन प्रिय अवस्था आउँछ तर जब तपाईँसँग परमेश्वरको वचन छ परमेश्वरको प्रतिज्ञा छ त्यो वचनले तपाईँलाई हरेक कुरामा बचाउँछ सबै भन्नुहोस् न आमेन Amen. परमेश्वरको वचनको लागि एकपल्ट जोरदार ताली बजाउन हालेलुया हालेलुया। जोरदार ताली परमेश्वरको लागि परमेश्वरको वचन शक्तिशाली छ अरू सबैसँग खडा हुनेछ प्रभुलाई हामी धन्यवाद दिनेछौँ प्रभु धन्यवाद